अब आफ्नै खान्छ नि के कुरो गरे मेरो त हात छैन हात छैन मेरो गाई खान्छ यहाँ आज आलु खाइरहेको छ अलि घोप्टा न थोरै घोप्टा अनि अलि उठा थोरै ओ बस दामी अब आफ्नै खान्छ नि के कुरो गरे मेरो त हात छैन हात छैन मेरो मेरो हात छैन म आफै खान्छु नि क्या हात कहाँ हो तपाईँ त्यहाँ पटपट खाऊ न त्यहाँ पटपट खानु पर्यो नि अयो लगभग हाम्रो दिनमा 105 चोटि चाहिँ ठोक्ने मात्र अयो आमा छोरीले नसर्ने भयो क्या मलाई त मार्छ क्या होइन आलु बोतल जानु बोतल देखान्छ अब भाइ त्यो जिब्रोमा फेरि टङमा जिब्रो गएर काट्यो भने अब भयो भयो त्यस्तो अब खाऊ फटफट फटफट अब चाहिँ यस्तो खेलौँ न कसरी खेल्छ अरे ल ल ल ल तीनजनामा एकजनाको जसको चाहिँ सिङ्गल हुन्छ त्यसले चाहिँ यो खाना पाउने ल जसको भए पनि त्यो हुँदैन त्यो मिल्दैन यो गेममा त्यस्तो मिल्दैन गेममा मिल्दैन अब यसो फेरि त्यो नमिलेसम्म काट पाउँदैन है जसको मिल्यो उसले जति किन खानु पायो ल ल दुईजना गर्दै गर नि त नि दुईजना ल हान्डे ल तिम्रो खाऊ तिमी खाऊ ल हो ल तिनजना अब तिनजना छ मम्मी खाऊ ल खाऊ ल सबै तिनजना ए तीनटै फरक एउटै भइसक्यो लप्ची खायो ले अब भयो नखोल्ने जस्तो नआउने गेम लाइट चुटु कोला कसले धेरै खाने यो त कस्तो हालै आँठायो कुक्लिकको परेछ त मिठो हाल खोज्नु पर्यो नगर त्यो फेरि पिरो हाल्नु नगर अब चाहिँ नखुटे जसले कुट्यो त्यसले चाहिँ एक मुट्की मैले दिने है फटफट है अब त्यसरी कसैले कुटेछ भने त्यसलाई चाहिँ टोइलेट लगेर थुनिहाल्ने 1 घन्टा त्यही भएर फटफट खाऊ सिधो बस न छेक्यो क्या मलाई दाङ ठ्याक्क यस्तो गर्ने
खोर्सानी त लगभग बेलुका करेन्ट ठिक पारेर चाहिँ यो माथि ठिक पारेर भरेदेखि त लगभग सिकिस्ता छिटो खानु फटाफट खायो अब बन्द गर्नु भयो तिमीले बोलेको पनि सुनिरहेको छैन सबैले सुन्छ क्या फटाफट खानु पानी चाहियो क्या पानी रे पानीले छोड्यो मम्मी बाबाहरूको भन्ने कामै छोरीलाई हो कि गाई चढ्नु ठुलो मान्छे पानी ल्याए पनि छोरी ठुलो मान्छेले लाउने नि त होइन नागा दोनहरू कहीँ झरी नागा दोनहरू झरी ना अब भोलिसम्म होइन अझै 3-4 दिनसम्म छ कसले भन्नु मैले त्यहाँ हेरेको न्युज मेरोमा आउँछ क्या पुग्यो मलाई त बाबाले आयो पुग्यो मलाई चाहिँ ल बोल तिमी के भन्ने गाई चढ्नु यो चाहिँ धेरै मिठो छ के हामीले चाहिँ अहिले गरेको यस्तै रमाइलो तपाईँहरू पनि रमाइलो गर्न सक्छौ भनेर चाहन्छु म चाहिँ अनि अर्को भिडियो पनि आउँदैछ तपाईहरूले हेर्नु होला र लाइक र सब्सक्राइब गरिदिनु होला हेर्दै भन्नु पर्यो नि आलुको पराठा ल गाइस ल गाइस हाम्रो चाहिँ अब आजको खाजा खाने प्रोग्राम सकिसकेको छ बाँकी भनेकै यता र यता हान्नु बाँकी हो